यो सुदन गुरुङ नेपाली हो। अब नेपाली गुरुङ अनि के हुन्छ त, विदेशी हुन्छ त? तपाईँ आफै मन्त्रालयमा सुतेर काम गर्नुहुन्थ्यो, आजभोलि गृहमन्त्री सुतेर काम सुदन गुरुङ सुत्न थालेछ मन्त्रालयमा। सिक्यो होला नि त। नरहे नेपाल नरहे नेपाली, नेपाल रहे नरहे खोइ के भन्छ नि हाम्रो एकैछिन बक्सी कस्तो आशा आयो भने दिमागमा धेरै स्ट्रेस भइसक्यो क्या एकदमै। कसले पोलिटिक्स खेल्छ, कसले के खेल्छ होइन। आफूले देश मात्र बनाउन इच्छा छ, आफूले अरू कुरा केही इच्छै छैन। यो हाम्रो फर्स्ट माग के पऱ्यो भाइ? सांसद विगठन, यो पहिलो माग हो। त्यो होइन हजुरहरू मिलाएर बुझ्नुहोस् ल प्लिज है। भोलि बिहानसम्म तपाईँको उहाँहरूको माग पनि पुरा हुन्छ। माग नपुरा भने सरकार फेरि ढल्छ है, फेरि नै ढल्छ। हामी त थप्पड हान्छौँ, ड्याममै पाएर हान्छौँ सिद्धो। काम नगर्ने मान्छेलाई त हामी हान्छौँ, 100% हान्छौँ। छोड्दैनन् छैन। हामी त युवाहरू हो, उहाँहरूले भने यिनीहरूको त भर छैन है। भर्खरको केटाहरू हो, जोसिलो छ हो, जोस तर राम्रो ठाउँमा छ। नराम्रो मान्छेलाई हामीले सम्मान गरेर ढोक्नु पनि जानेछौँ। र राम्रो मान्छे होइन, राम्रो मान्छे चाहिँ आफूले बोलेको आफै झुके। राम्रो मान्छेलाई सम्मान गर्नु जानेछौँ, नराम्रो मान्छेलाई यत्रो खगेर ठ्याक्क पार थुकिदिन जानेछौँ हामीले। छोड्नु हुँदैन, सिकोस् न, डराओस् क्या। म त त्यही भन्छु, कर्मचारीहरू डराउनै पर्छ। नेपालको कर्मचारीहरू भुँडी पल्टाएर तपाईँको बस्नु बाहेक केही पनि जाने छैन। जहाँ त्यही दुःख पाउँछौँ हामी। जुनै पनि कार्यालयमा गएर बोल्नु पनि तपाईँको के हो, पैसा लाग्ने हो कि के हो है। उहाँहरूको यति महँगो छ, नमस्ते हजुर गर्दाखेरि नि बोलाएर बस्छ, हेरेर बस्छ। 2-3 चोटि बोलाउँदाखेरि सुन्दैन हौ। कस्तो खालको हुन्छ हाम्रो कर्मचारीहरू। लास्टमा गएर त तपाईँको कुरा भोलि आउनु क्या, तपाईँ भोलि आउनु भनेर भनिदिन्छ फेरि भोलि। अनि यो जहिले भोलि 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 गर्दाखेरि कतिजना मान्छे त मरि पनि सक्छ। यो ट्यापे पारामा गर्नुभयो, यो एउटा गृहमन्त्रीले गर्ने संस्कार, राजनीतिक संस्कार होइन। हेर्नु सुदन गुरुङ भन्नेलाई घिसार्न पर्यो भने सक्नुहुन्छ? एमाले चाहिँ 2 दिन पर्खिनु पर्छ भनेको। सिमारामा गएर तपाईँलाई थ्रेड गर्नुभयो उहाँले। किसान श्रेष्ठ नभएको बेला पारेछ र किसान श्रेष्ठको घरमा गएछ। किसान श्रेष्ठ भएको भए अचार हुन्थ्यो, अचार। सुदन गुरुङ चाहिँ अचार बन्थ्यो। किसान श्रेष्ठ नभएको मौका पाएछ र गर्दै हिँडिराखेको थियो। यो राष्ट्रपति नभइदिएको केलाई भोट हाल्नुहुन्छ? मह काट्नुको, हात चाट्नुको उहाँहरूले। अहिले त त्यस्तै छ, अलिअलि त्यो पाइन्छ नि भन्छन् क्या मह काट। यो नेता सेताको स्यालेरी छोडिदिउँ ल, नराखिदिउँ यिनीहरूको है। यिनीहरूको मन्त्रीहरूको कसैले त्यो अनि गाडी लाइनै हुन्छ, ट्याटारा टुट्टु गर्छन्, पाएन। अब तिनीहरूले कसैले नै गर्न पाएन होइन। तलब बाबु हजुरले नखाने हो? म त खान्न नि, किन तलब खाँदैन? सांसद भएर नेता भएर तलबै नखाने किन तलब खानुपर्ने जरुरत छैन त? सक्षम छ। ट्याटा टुटु गाडी पनि हुँदैन, ट्याटारा टुट्टु गर्छन्, पाएन अब तिनीहरूले। टोपी कच्याक्क पारेर यस्तो पारेर लाउनुपर्छ। यस्तो लगायो भने तपोस् कहाँबाट आएको भन्थ्यो मान्छे, यो आफ्नै टोपी। 38 वर्षको सुदन गुरुङ जेन्जी हो, बालेन शाह जेन्जी हो, सब फटाहरू हुने यिनीहरू। 38 वर्षको सुदन गुरुङ चाहिँ जेन्जी हो। A few moments later. म 51 वर्षको भरभराउँदो युवा हो, जेन्जी मै हो। असम्भव।